हेलो एन्ड नमस्ते। थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला मैले चाहिँ आजको कहाँको भिडियो बनाउँदैछु भनेर हैन। र आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ कार्चिङ, जुन एउटा योभन्दा पछिल्लोको भिडियो हेर्ने साथीहरूलाई चाहिँ थाहा होला कि हामी चाहिँ केही समय अगाडि चाहिँ यो कार्चिङ भन्ने यो एउटा वाटरफल छ हैन, जुन मलेसियाको त्यहाँनिर गएका छौँ। र त्यहाँनिर गएर चाहिँ अलि समयको कमीले गर्दा धेरै ठाउँहरूमा मैले भिडियोहरू यताउति बनाउनु पाइनँ हैन। सो त्यो भिडियोलाई फेरि गएर अब कन्टिन्यू गर्छौँ र त्यहाँको बाँकी रहेको ठाउँहरू पनि देखाउने छु हैन। सो कार्चिङ भन्ने चाहिँ यहाँबाट जस्तै हाम्रो होस्टेलबाट चाहिँ कति टाढा छ भन्दाखेरि तपाईँको लगभग 45 मिनट 40 मिनट त्यस्तै लाग्छ होला सायद हैन। सो आज चाहिँ त्यहाँ जाँदैछौँ र हाम्रो साथीहरू ग्रुप बसिसकेका छौँ हैन। र केटाहरूले चाहिँ यहाँनिर चट्ट लाएर टक्क हैन यो के हाम्रो यो खानेकुराहरू हैन, यसमा छ अब पानी सानी हैन, यहाँ स्न्याक अनि यहाँ कोक सोक हैन। र त्यहाँ ब्यागमा छ त्यो चाहिँ त्यसमा चाहिँ छुट्टै छ बुझ्नुहोस् हैन। र त्यहाँ गएर रमाइलो गर्नु छ हैन। र पहिलाको टाइममा के चिजहरू देखाउन पाएको थिएनौँ, कति छुटेको थियो चिजहरू साथीहरू हैन, त्यो चिजहरू पनि देखाउँछु। र साथीहरू अघि गर्मी एक्कासी यस्तो बढाएको थियो नि हैन, एकदम गर्मी भएको थियो। र अनि हाम्रो एक्कासी त्यो प्लानिङ गऱ्यौँ हैन। त्यो प्लानिङ गरेर फेरि तल झर्ने बित्तिकै अहिले फेरि हेर्नुहोस् न घामसाम गइदिएर कि हल्का माहौल शीतल टाइपको भएको छ हैन। हेरौँ त्यही पनि त्यहाँ गएर छुट्टै तरिकाले अझ दामी तरिकाले बनाउँछौँ हैन। सो पानी चाहिँ नपर्देछ भन्छु म हैन। र पहिलाको भिडियो हेर्ने साथीहरूले देख्नु भएको थियो होला कस्तो दामी थियो ठाउँहरू, एकदम रमाइलो टाइपको हैन। सो अब गएर त्यहाँको बाँकी रहेको ठाउँहरूलाई पनि उयो गर्छु। त्यो बेला हामी पौडी पनि खेल्न पाएको थिएन, त्यो चिजहरू पनि गर्छौँ हैन। त्यहाँको कस्तो छ त्यो चिजहरू पनि देखाउने छ। र मलेसियामै कोही साथी हुनुहुन्छ नि तपाईँहरूलाई जानकारी पनि हुन्छ कि यो ठाउँमा चाहिँ यस्तो रहेछ है, यतिको रमाइलो ठाउँ रहेछ है भनेर आउनु सक्नुहुन्छ। त्यसको लिङ्कहरू पनि म डिस्क्रिप्सनमा छोडिदिन्छु हैन, लोकेसनको यताउति। र भिडियोलाई चाहिँ अब अगाडि बढाउँछौँ हामी चाहिँ ग्र्याब कार कुर्दैछौँ हैन। सो एकछिनपछि आउँछ र त्यसपछि हामी लागि पर्छौँ हाम्रो यात्रामा। र हेलो के छ, सबैलाई स्वागत छ है। च्यानललाई सब्स्क्राइब गर्नुहोस्। र साथीहरू हाम्रो गाडी चाहिँ आइसकेको छ हैन। गाडी चाहिँ सेम त्यो किडन्याप गरेर लान्छ नि हो त्यही टाइपको छ त यार, सलक्क ढोका खोलेर भित्र छिराउँछ नि, सेम त्यस्तै रहेछ। र अगाडि बढाउँ साथीहरू है। गाडी चाहिँ सेम किडन्याप गरेर लिएर हिँड्ने गाडी जस्तै छ, ड्राइभर चाहिँ पनि त्यस्तै। साथीहरू हामी चाहिँ गाडी चढिसकेका छौँ हैन। गाडी चढ्नु फेरि गाडी पनि त्यस्तै डेन्जरै रहेछ हैन। केटाहरू गाडी चाहिँ कस्तो लाग्यो तिमीहरूलाई? सेम त्यो अपहरण गर्ने गाडी जस्तो लाग्दैन? इङ्ग्लिस नभनौँ बुझ्ला फेरि हैन, सेम त्यो अपहरण गर्ने टाइपको गाडी हुन्छ नि त्यस्तै देख्ने स्टार्टिङ पोइन्ट। ड्राइभरजी पनि हाम्रो फेरि एकदम हेर्दै के गुन्डा जस्तो के लुट्नै हिँड्यो जस्तो। ल साथीहरू हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ। अब चाहिँ हामी अन द वे जान्छौँ यहाँबाट लगभग 40-45 मिनटमा। Life ain't easy, yo. I think there's a reason, though. Ups and downs, just like every different season, yo. Sometimes I'm high, other times I'm barely breathing, though. I always gotta fight and hide from the demons, yo. Negative thoughts are poison, they rot. Head full of flies, so here come the clouds. They'll never stop unless I can swap all the bad for the good in my head when I'm lost. Yeah, so I'ma fake it till I make it. Positive thoughts are overtaken, I got patience. One day at a time is how you operate a cadence. Afloat, you grow, you show yourself a foundation. Stay away from all the shit that causes temptation. I know that I like to do it cause it's sensation. I live my life in my head like a narration. Don't expect greatness, do my best, man, I'll take it. ल साथीहरू हामी चाहिँ आइपुग्यौँ हैन। यहाँनिर लगभग कति 40 किलोमिटर रहेछ हैन। 40 किलोमिटर भनेपछि लगभग लाग्यो 40-45 मिनट। अलिकति जाम जस्तो पनि थियो, आज पब्लिक होलिडे भएर चाहिँ हैन। सो यहाँनिर चाहिँ हाम्रो क्याब भाडा बढेको छ 96 भनेपछि योपालि अलिक महँगो परेको छ, किनकि हामी 6 सिटरमा आछौँ। 4 सिटरमा चाहिँ अलिक सजिलो पर्छ हैन। एकदम गाडीबाट झऱ्यौँ हैन, सामानहरू उठायौँ। र हाम्रो यो वाटरफलको नाम चाहिँ कान्चिङ हैन, किको फोरेस्ट पार्क पनि भन्छ हैन। सो वाटरफल पनि भन्छ यसलाई पनि चिन्छ। यहाँबाट हामी टिकट लिन्छौँ। र टिकटको प्राइस रहेको छ कति भन्दाखेरि म स्क्रिनमा सो गरिदिन्छु, यहाँ पर पर्सन कति भनेर देखाइरहन्छ हैन। सो यहाँको माहौल यस्तो छ, पहिला पनि देखिसक्नु भयो होला हैन, त्यही पनि एकचोटि फेरि हेर्नुहोस्। र बाँकी रहेको झर्नाहरू चाहिँ यहाँबाट जुन छ नि मासतिरको जति छुट्या थियो त्यो चिजहरू पनि देखाउँछौँ। र रमाइलो गर्दै अब मासतिर लाग्ने क्रमलाई नो यहाँको माहौल चाहिँ यस्तो छ। यहाँनिर अब तपाईँहरू स्विमिङहरू यताउति गर्ने कस्ट्युमहरू पनि किन्न सक्नुहुन्छ हैन। पसलहरू यताउति सबै चिजहरू यहीँ छ, जस अब खाजाहरू यताउति लिनलाई जाइ त्यस्तो चिजहरू हुन्छ। ल केटाहरू कतिको एक्साइट छ त मासतिरको झर्ना हेर्नलाई? होइन झर्ना त बाबालाई छ देखिन्छ होइन, त्यही पनि स्टार्टिङ पोइन्टमा हुन्छ नि एउटा एक्साइट मोमेन्ट। यसो माहौल हेर्दा त दामी नै छ जस्तो होइन।
मान्छेहरू फर्किने टाइम भएर रहेछ छत रको माहौल यहाँ चाहिँ यस्तो छ नयाँ साथीहरूले हेरिरहनु भएको छ भने हेर्न सक्नुहुन्छ होइन यस्तो यस्तो टाइपको छ माहौलहरू चाहिँ सो मास्तिरको वातावरण पनि देखाउनेछौँ यो चाहिँ स्टार्टिङ पोइन्ट भयो त्यो टिकट काटेर त्यहाँबाट आइसकेपछि यहाँबाट एकछिन यो पुल क्रस गरेपछि अनि तपाईँले चाहिँ वाटरफलको मजा लिनलाई स्टार्टिङ पोइन्ट आयो भन्दा हुन्छ जस्तै पानीहरू देखेर ओहो माथि चाहिँ वाटरफल आउँदैछ है भन्ने टाइप हुन्छ र ठाउँ ठाउँमा यो टाइपको सुविधा छ खाजाहरू बसेर खाने यताउति भनेर होइन यस्तो पानी सानी पर्दा ओत लाग्ने यताउति टाइपको र यहाँनिरको ठाउँहरू चाहिँ यस्तो यस्तो टाइपको छ मासतिरसम्म होइन मान्छेहरू पौडी खेलेर तलतिर झर्दैछन् सब फर्किने टाइम भइसक्यो हामी चाहिँ चढिरहेछौँ र सोल्डा यो ठाउँ कस्तो लाग्यो तपाईँलाई होइन यो यस्तो एरियाहरू दामी लाग्यो ट्रेकिङ जस्तो टाइपको रहेछ भन्नुभयो नि त्यस्तै टाइपको चाहिँ अरू मान्छेहरू आउने मान्छेहरूलाई केही भन्न चाहनुहुन्छ यो भिडियो हेरेर आउने मान्छेहरूलाई ठाउँ चाहिँ दामी छ आउँदा केही फरक पर्दैन होइन हामीले ल्यायौँ भने हामी अलिक बढी रमाइलो गर्ने खालको पऱ्यो भन्नु यहाँ पुरा नआएर तर कामहरू उयो गरिरहेको छ हल्का माथि चढ्नु भएको छ नि यार स्या हुने यार मुटु मुटुला छ त केटाहरू कहाँ पुग्यो आएको छैन 3 जना पारी पुगिसक्यो र यहाँबाट हल्का स्टार्ट भइसक्यो झर्ना देख्न चाहिँ होइन नयाँ साथीहरूले हेरिरहनु भएको छ नि हेर्न सक्नुहुन्छ सो माथि जाउँ अनि माथिको भ्यूहरू देखाउँछु गाइज बन्दै गर्नु होला भिडियोमा जति पनि छुटिएको ठाउँहरू थियो त्यो चिजहरू पनि देखाउने छु म माथितिर गएर र विदेशमा साथीहरू हुनुहुन्छ अनि विदेशमा हुने साथीहरूले फिल गर्नुहुन्छ यो जङ्गलमा हिँड्दाखेरि चाहिँ लाइक आफ्नै गाउँघरतिरको एउटा छुट्टै भाइब्स आउँछ होइन धेरै पछि सिटी एरियाबाट डाइरेक्ट यसरी आउँदाखेरि जङ्गलै जङ्गल यस्तो होइन टक्क माहौल आनन्द लाग्ने कि चराचुरुङ्गी कराइरहेको यताउति र झर्ना तल छ मान्छेहरू मस्त पौडी खेलिरहेको रहेछन् होइन जम्मासतिर त्यहाँ साथीहरू पौडी खेल्ने एरिया चाहिँ यहीँनिर छ होइन आइसक्यौँ मान्छेहरू टक्क क्याम्पिङ यताउति गरेर टक्क बसिरहेको रहेछ अरूभन्दा नि बादलहरू त्यत्तिकै चाहिँ यार हेरेको देखेरै डर लागिसक्यो साइड लाग्नु पर्ला जस्तो यही होला यहाँको पौडी खेल्नेको अध्यक्ष टिकट लिने मान्छे चाहिँ होइन मान्छेहरू यहाँ पौडी खेलिरहेको छन् यसरी र रह्यो अरू पनि त्यहाँ तल पनि केटाहरू भर्खर आएछन् 2 जना र हामी चाहिँ मासतिर जाउँ पहिला बस्ने एउटा माहौल मिलाउँ टक्क लाएर होइन बरु एक डुबुल्की मारेर आएर खाँदा के भयो डुबुल्की हानेर खाने हो आउनुभन्दा खाएर जाने उतै बस्ने कि आधा घन्टा आफै म खाइनँ भन्नु अहिले खाम के खाँदिरहनु भयो सोल्टी ए सोल्टीको मुड बनेछ यार साथी यो त बिर्सिरह्यो उता त म खाँदै खान्न गरिरहेको थियो ल सुरुवात भइसकेको छ साथीहरू हाम्रो चाहिँ होइन सुरुवात यसबाटै हो जहिले नि होइन सोल्टा तपाईँ त अलिक डराउनु मान्नुहुन्छ होइन भाउजूले केही पनि भन्नुहुन्न चिन्ता नमान्नु रमाइलो गर्नुपर्छ ल चेस केटा हो त्यही होइन हामी चाहिँ मासतिरपट्टि आएको छौँ यो अघिको तलको मुनिको पौडी खेल्नु भयो र यहाँ माथिबाट पहिला साथीहरूले हेर्नुभएको ठाउँभन्दा अलिकति पृथक त्यही ठाउँ हो तर पृथक तरिकाले खिच्नेछु होइन झर्ना यस्तो देखिरहेछ माथिको मान्छेहरू अलिअलि रहेछन् खेलिरहेको सो यहाँ आइपुग्यौँ यहाँ खेल्छौँ एकछिन केटाहरू आफ्नै जक्सनमा गए बाटो यस्तो छ यहाँ सिप्लेला डरहरू भन्दा नि सो यताबाट जान्छौँ सो केटाहरू खेल्न थालिसकेको छन् हामी खेल्नलाई एकदम तयारीमा छौँ कस्तो खेल्नु थालिसक्यो केटाहरू चाहिँ म चाहिँ यता रहेछु कोही यता दारू बनाउँदैछ ओहो कोही यता मजाहरू फोटो खिच्नु परेको छ केटाहरूले सबैजना पौडी खेल्नु गएको एउटा कम्पिटिसन के हो भन्दाखेरि उनीहरूले पुरा सामान त चेन खोलेर यताउति अट्याक गरिरहेको रहेछ कि पुरै दारू चाहिँ पुरै खोलेर होइन अरू चाहिँ पुरा के खालको रहेछ क्या म बाबाहरू दारूको बोतलको उयो चाहिँ पुरै ढकडी खोलिसकेको छ खोलेर तान्दै थियो होइन म कुदेर आउँदाखेरि त्यो चाहिँ रेकर्ड गर्नु भएन कत्रै फन्ने हुन्थ्यो त्यो चिज होइन केटाहरू खेल्दैछन् म चाहिँ एकछिनमा जान्छ सामान कुद्ने पनि बस्नु भन्ने मासु चिकन खाइ चिकन फेरि अब कस्तो देखाएको छ भने ल साथीहरू यहाँ माथिको त पहिला पनि देखिहाल्नु भएको थियो होइन तलको खेल्नेलाई चाहिँ अलिकति यहाँ खाजा खाम पनि बल्ल तल जाउँ भन्ने टाइपको भएको थियो होइन केटाहरू इन्जोय गरिरहेको छन् 1-2टा फोटो खिच्यौँ हामीले होइन त्यो फोटोहरू पनि स्क्रिनमा उयो गरिदिन्छु अनि त्यसपछि चाहिँ अनि हामी तल जान्छौँ होइन तल गएर अलिकति पौडी खेल्ने टाइपको माहौल छ त्यहाँ तल चाहिँ अनि तल गएर चाहिँ पौडी खेल्ने उयो विचार छ होइन अनि त्यहाँको माहौलहरू देखाउँछु गाइस
यहाँ केटाहरू फेरि सेल्फी होइन एकदम दामी टाइपको एकदम एडभेन्चर टाइपको रमाइलो यहाँनिर आउँदाखेरिको महसुस हाम्रो यो दोस्रो टाइम हो यहाँ आएको होइन दामी छुट्टै रमाइलो माहौल भएको छ एकदम मजा आएको छ होइन कोही साथीहरू आउनुहुन्छ भने मैले ठाउँको नाम भनिहालेँ होइन जस्ट लाइक तपाईँहरूलाई म सजिलो लागि चाहिँ जस्ट मानिलिउँ केएलसिसीबाट त्यही 40-45 मिनटको दुरीमा छ यो होइन जामसाम पऱ्यो भने त्यो आफ्नो ठाउँमा छ जाम छैन भने चाहिँ यस 40-45 मिनटकै दुरीमा छ हामीले 6 सिटर बुक गर्दाखेरि तपाईँको 80 रिङ्गेट पऱ्यो भनेपछि होइन तपाईँहरू 4 सिटरमा चाहिँ बुक गर्नुभयो भने त्यही 40-45 रिङ्गेटमा तपाईँहरू आउनु सक्नुहुन्छ होइन सो त्यही छ दामी छ नेचर रमाइलो लाग्यो एकदम मजा आइरहेछ र अब गएर तल पनि पौडी खेल्छौँ होइन जुन उयो मुनि यहाँनिर चाहिँ हामी पहिला आएको टाइममा खेलेको थिएनौँ होइन यहाँको खेल्छौँ र साथीहरू अब हामी चाहिँ तल आइसकेका छौँ होइन यहाँ दह जस्तो एउटा टाइपको छ होइन एउटा यहाँनिर खेल्छौँ अब चाहिँ पौडी होइन केटाहरू यहाँ पुरै टाइप 4 भाइ हान्यो टाइप हान्यो ल हट छिटो सक्ला भाइले ल्याङ गरिरहेछन् 4 भाइ ल एङ्गल दिइसक्यो हान न अलियो त हान न त्यहीबाट हान्नुपर्छ त अलियो त हान न दामी ल साथीहरू मैले चाहिँ यहाँनिर टाइप दिएको थिएन होइन अब म पनि यहाँ एक टाइप हानेर आउँछु चप्पल चाहिँ यहीँ राख्नु पऱ्यो होइन सो अब यहाँबाट एक टाइप हान्छु हेर्नु है Very expensive guys, I know it's very expensive, you know. We got to feel it. So this is my that's a vlog. It's a very handsome man in this world. Yes. This is how do you feel, Siddhan? How do you feel, Siddhan? How do you feel, Sati? Wow, you okay, sir? How do you feel, Sati? Okay. You okay? Sagar Sati? How do you feel? Wow, dice up. Once more. Yes, video. Yeah. Go, man, go. Keep it, go. Who's there? Yes, Mr. Sagar. Yes, it's timing. Yes. Sorry, I gonna help. Yes, go, man. Yes, Mr. Hari. Yeah. Oh, what a swimming. Wow. Yes, once more, Mr. Sagar gonna. Yes. Sagar gone. Oh, Mr. Hari is coming. Here's Mr. Siddhant. Yes, sorry. How do you feel, Yari, Mr. Wow, yeah, okay. Yes, once more. Yes, go. Once more, bro. Go. Mother out in a Mosogin. Guys, mother is swimming out of I'm sorry, the most go down. Die, go. Go. Siddhant म चाहिँ एउटै है गाइस हामीलाई आउँदैन हैन सो हामी चाहिँ त्यो साइडबाट भिडियो लिइरहेको छौं सरी यस सरी धेरै गयो अघि सकेन म खाउन सकेन यार ट्राई गरे सकेन के Miss Sagar, oye Sagar, yes, keep going man. Wow. Yes, Mr. Sagar. Mr. Sagar, go man. Yes. This is Hari coming. Yeah. How do you feel swimming? Mr. Siddhant asked Mr. Hari. Yes. Yes, sir. How do you swimming? Yeah. Mr. Hari is Mr. Siddhant. Yes. Go, Siddhant. Go. Keep going, Sati. Keep going. You do it. Go. Sati, Mr. Yes. Mr. Iswar. Can you guide Aisha? Look, Rajkumar. Mr. Rajkumar. Yo, Rajkumar. ल बजाउन आउँछ क्या त्यो एउटा बजाउन तयार होइन ल बचाएँ क्या तयार ल सक्दैन भने आँट गरेन होइन आँट गरेर म त बचाइदिने पनि ल म यहाँ भिडियो यहाँ राख्छु नि हल्ला ल दाइला आन माथिबाट आन
ल यो मोबाइल छ होला यो देऊ होइन जुवा माथि जाल अनि यसरी मुनि यो गर है यसरी खुट्टामा साँप आएको रहेछ होइन साँप आएर एउटा सोल्टीले फेरि यता हाम्रो यो कता गयो त्यो सोल्टी होइन पुरा हातमा यसरी कोट्याएर बोलाएर कि अनि यसो किन के भयो भने भुइँमा यसो देखाउँछ कि भुइँमा यसो खुट्टा हेरेको खुट्टाको छेउमा सर्भ कि मलाई त्यस्तो भिडियो खिच्नु पाएन यो ट्याक्कै यतैतिर गएको थिएँ कता भिडियो पकाउनु देख्यो भने देखाइदिन्छ ट्याक्कै मेरो खुट्टामा देखेँ जस्तै म यो खुट्टा मेरो खुट्टा यहाँ म त्यहीँ उभिएको थिएँ होइन सो ट्याक्कै यहाँनिर उयो यहाँनिर साँप थियो कि ट्याक्कै यताबाट कसले पानी यसो छ्याप्यो अनि यतातिर छिर्यो कि यहाँबाट यता झरेको होइन यतातिर छिर्यो कि नाकमा दुख्या भयो त्यहाँ साँप पनि हेर्दै कस्तो कलरफुलको त्यो ओरेन्ज कलरको देखाएको थियो कत्रा सरको थियो यार साइको दुख्या भयो अलि सिनियरको यो चाहिँ अब यहाँ धेरै बेर बस्नु पनि ठिक छैन केटा हो जम भन्नु पऱ्यो र साथीहरू आज भिडियो यति नै भयो होइन अब हामी फर्किन्छौँ तलबाट ग्राफ गर्छौँ होइन यो ठाउँहरू यताउति यो नेचरहरू यो सिनहरू कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नु होला र यस्तै रमाइलो भिडियोहरू ल्याइरहन्छु होइन सुरुवातको टाइममा त मेरो यस्तो भिडियो गर्ने मुड पनि थिएन अर्कै थियो होइन हल्का खाएँ अर्कै मुड चेन्ज भयो भनौँ न त्यो अहिलेसम्मको टाइमहरू स्पेन्ड गरेँ रमाइलो भयो होइन बाँदरहरू साथीहरूसँग पनि रमाइलो बाँदर केटाहरू यस्तै भेट्यो भने जस्तो होइन त्यो साँपले टोक्ने निस्किन्छ यार सही यार त त्यो सोच्दाखेरि अर्कै हुन्छ होइन सो साथीहरू यतिन्जेलसम्म भिडियो हेर्नुभयो यतिन्जेलसम्म भिडियो हेर्नुभएकोमा एकदम धन्यवाद र आगामी दिन पनि यस्तै राम्रो भिडियोहरू ल्याउँदैछु होइन त्यतिन्जेलको लागि हस्त नमस्कार थ्याङ्क्स फर वाचिङ गाइज र अरू पनि भिडियो हेर्नु चाहनुहुन्छ भने चाहिँ यहाँ छोडिदिनेछु क्लिक गरेर हेर्न सक्नुहुन्छ हस् थ्याङ्क्स फर वाचिङ